र मैले हिजो जुन कर्म गरेको थिएँ, म जुन अवस्थामा जहाँ पुग्दा पनि मैले सामाजिक कर्म त गर्न छाड्दैन। मेरै आँखा अगाडि कोही रोगले छटपटाइरहेको छ, म मर्न दिन्न। कोही भोगले छटपटाइरहेको छ, म मर्न दिन्न। म आफू मरेर भए पनि म हिजो जसरी गाउँमा कुना कुना काप्चामा गएर मैले दिन दुखीको सेवा गरे जस्तो लाग्छ। हिजो जे काम गरेँ त्यही काम भोलिका दिनमा पनि गर्नेछु, चाहे म जुन अवस्थामा जुन ठाउँमा पुगौँ। तर यो भनिरहँदा मैले राजनीति गर्ने कि नगर्ने भन्ने कुरा अझै टुङ्गो लागिसकेको छैन। म अझै पनि कुनै पनि दलमा आबद्ध भइसकेको छैन। दर्शकहरूको शुभेच्छा, दर्शकहरूले मलाई जुन हिसाबले माया दिइराख्नु भएको छ, त्यो हिसाबले अब मैले आफूले एउटा बोल्ड डिसिसन लिन पर्ने हुन्छ। राजनीति गर्ने कि नगर्ने, राजनीति गरिरहँदा राजनीति गर्न त गरे, तर सबैको चित्त बुझाउन सकिएला कि नसकिएला, यी कुराहरू छन्। त्यही भएर म अझै त्यो डिसिसनमा पुगिसकेको छैन। जुन दिन तर तपाईले जुन रूपमा स्ट्याटस लेखिसक्नु भएको छ र म पनि अगाडि बढ्छु भनिसकेपछि तपाईँ छलफलमा हुनुहुन्छ। मैले सुने अनुसार रवि लामिछानेसँग तपाईँको लगभग निर्णायक छलफल जारी छ भन्ने सुनेको छु। यो निर्णायक छलफलपछि तपाईँ जाने तयारी तपाईँको राष्ट्रपामै हो भन्ने सुनेको छु। के छ? यस्तो छ, अब म राष्ट्रपामै जान्छु भनेर मैले कहीँ भनिसकेको त छैन होइन। तर मलाई मनपर्ने नेता, मलाई मनपर्ने राष्ट्रपा भएको हिसाबले त्यो तपाईँहरूले जुन अन्दाज लगाउनु भएको छ त्यो केही हदसम्म मिल्न पनि सक्ला। तर अब भोलिको दिन फेरि कसले देखेको छ र यदि म राजनीतिमा आइरहँदा म एउटा स्वतन्त्र व्यक्ति भएर पनि त राजनीति गर्न पाएँ नि त, दलभन्दा बाहिर रहेर पनि त राजनीति गर्न पाएँ नि त होइन। अब जस्तो अब मेरो राजनीतिको चर्चा चुलिरहँदा म जुन ठाउँबाट चुनावमा उठ्छु भनेर चर्चा चुलियो, त्यस पछाडि त्यो मेरो ठाउँबाट